विशेष आज 9 नोभेम्बर 2025 ऑल पार्टी मिटिङ GDNS को यो कन्फरेन्स हलमा भयो र हामीले विशेष रूपले भारतीय जनता पार्टी, इंडियन गोर्खा जनशक्ति फ्रंट, भारतीय गोर्खा प्रजातांत्रिक मोर्चा, गोर्खा नेशनल लिबरेशन फ्रंट GNLF, CPRM, गोर्खाल्यान्ड राष्ट्रिय निर्माण मोर्चा, अखिल भारतीय गोर्खा लीग, सुमेटी मुक्ति मोर्चा, CPIM, ऑल इंडिया तृणमूल कांग्रेस, गोर्खा राष्ट्रिय कांग्रेस र कांग्रेस पार्टीलाई बोलाएको थियो र यसमा BGPM, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, IGJF, इंडियन गोर्खा जनशक्ति फ्रंट, ऑल इंडिया तृणमूल कांग्रेस, CPIM, कांग्रेस पार्टी आउनु भएन। GNLF को आफ्नो सेन्ट्रल कमिटी को मिटिङले गर्दाखेरि उहाँले रिप्रेजेन्टेटिभ पठाउन सक्नु भएन हैन। हामी सबै पार्टीहरू मिलेर जब इन्टरलोक्युटर आउँछ दार्जिलिङमा, हामीले पहाड, तराई अनि डुवर्सलाई लिएर छुट्टै राज्य गोर्खाल्यान्ड हाम्रो मूल माग हो र यही मागमा हामी सबै पार्टीहरू अडिग भएर बसेको छौं। यही नै तपाईहरुलाई जानकारी दिदछौं है। र यो जुन चाहिँ इन्टरलोक्युटर आउँछ है, त्यति बेला इन्टरलोक्युटरलाई यहाँको गोर्खा जनजाति महासंघ र ऑल इंडिया शेड्यूल कास्ट एसोसिएसनलाई पनि उहाँहरूले भेट्नु पर्छ, किनभने उहाँहरूको पनि आफ्नो माग छ भन्ने कुराहरू राख्छौं र उहाँ इन्टरलोक्युटरले विभिन्न स्टेक होल्डर्सलाई भेट्छ है। र जुन चाहिँ हामी पहाड, तराई अनि डुवर्सको स्टेक होल्डर्सहरू छौं, हामीले चाहिँ हाम्रो मुख्य माग गोर्खाल्यान्ड हो र गोर्खाल्यान्डमै हामी स्टिक भएर बस्छौं। र आज प्रजातान्त्रिक मोर्चा नआउनु, IGJF नआउनु, कांग्रेस नआउनु, CPIM, तृणमूल कांग्रेस नआउनु, उहाँहरूको चाहिँ यहाँको समस्या समाधानको लागि चाहिँ उहाँहरुकोमा कुनै उत्सुकता छैन। उहाँहरुले चाहदैन, बसेर राजनीति खाली गर्नु चाहन्छ। पहाड, तराई अनि डुवर्सको 1907 सालदेखिको हो एउटा छुट्टै प्रोभिन्सको माग। भारत स्वतन्त्र हुनु 40 वर्ष अगाडिदेखिको एउटा छुट्टै प्रोभिन्सको माग हो र यो पिपल्स एस्पिरेसन, जनताको इच्छा र आकांक्षासँग जोडिएको माग हो। तर त्यो माग प्रति उहाँहरु संवेदनशील छैन है। र एउटा मिनी GTA जस्तो व्यवस्था, मिनी डेभलपमेन्टल एजेन्सी, कुनै अटोनोमस त्यसको स्ट्याटसै छैन। हुनु त एकदम ठुलो एग्रिमेन्ट बनाएर दियो, तर दिनुमा चाहिँ बंगाल सरकारले बहुत कन्जुसी गरेको छ। त्यस्तो व्यवस्था चलाएर त्यही व्यवस्थामा सन्तुष्टि छु भनेर आज बसिरहेको छ। बंगालको मुख्यमन्त्रीले भारतको प्रधानमन्त्रीलाई आफ्नो रिजर्भेसन प्लेस गरेर लेटर लेख्यो भन्छ। तर बंगालको मुख्यमन्त्रीले के बुझ्नुपर्छ भने 1913 मा जब तेलंगाना राज्य बन्यो त्यति बेला पनि गोर्खाल्यान्डको आन्दोलन भएको र 1917 सालमा 2017 मा 2013 मा गोर्खाल्यान्डको आन्दोलन भएको, 2017 मा
विश्वव्यापी गोर्खाहरू एकत्रित भएर गोर्खाल्यान्डको आन्दोलन गरेको हो। तर त्यही हो, हाम्रो दुईजना बिग्दाखेरि आज हामीले गोर्खाल्यान्ड पाएनौँ। आज आएर इन्टरलोक्युटर भारत सरकारको एउटा राम्रो दृष्टिकोण हुँदाखेरि यहाँनिर अब केही समस्या समाधान गर्नुको लागि भारत सरकार उत्सुकता हुँदाखेरि आज यो पार्टीहरू आज सक्रिय नै छैन। आज मिनी डेभलपमेन्टल एजेन्सी जिटिए चलाएरै बस्छु भन्ने उहाँहरूको प्रावधान छ, जुन चाहिँ हामीलाई नमान्य छ। जिटिएले हाम्रो एस्पिरेसन फुलफिल गर्दैन। जिटिएलाई हामीले उहिले त्यागेको हो र गोर्खाल्यान्ड हाम्रो अल्टिमेट माग हो र गोर्खाल्यान्ड मागमै हामी सबै एकत्रित छौँ। हजुर, आजको तपाईँले सुरुमा भन्नुभयो होइन, आजको मूल एजेन्डा चाहिँ आजको यो मिटिङको त्यही हामी एकत्रित भएर एउटै मुद्दा प्लेस गर्नुपर्छ भन्ने। सबै इन्टरलोक्युटर आएर त सबैलाई भेट्छ नि त, हामीलाई खालि भेट्दैन। तपाईँले अहिले इन्टरलोक्युटरको कुरा गर्नुभयो, तर 7 तारिक फाउन्डेसन डेको दिन अध्यक्ष है तपाईँकै अध्यक्षले उहाँ मोडरेसन भन्नुभएको थियो कि जिटिआरको कुरा गर्नुभएको छ। होइन, त्यो हामीले कुरा गऱ्यौँ, तर आजको मिटिङमा जिटिआर भन्ने शब्दै निस्केन। आज त खालि गोर्खाल्यान्डको कुरा भयो। इन्टरलोक्युटर आएर हामीलाई खालि भेट्दैन नि त। स्टेक होल्डर्स त आज स्टेट गभर्मेन्ट हो, तृणमूल कङ्ग्रेस हो, सिपिआइएम हो, कङ्ग्रेस पार्टी हो, बिजिपिएम हो, आइजिजेएफ हो, होइन, उहाँहरूलाई पनि त भेट्छ। तर हामी आज सहमति बनाऊ, सबैले गोर्खाल्यान्डको मागमाथि हामीले आफ्नो कुरा प्लेस गरौँ भन्नुको लागि मिटिङ बोलाएको हो। र हामीले मेन कुरा चाहिँ के हो भने तराई र डुवर्सको भूभागहरू छुट्याउनु हुँदैन। तर आजको मिटिङमा तपाईँले बोलाउनु भएको 12वटा स्टेक होल्डर मध्येमा 5वटा स्टेक होल्डरहरू मात्रै यहाँ आजको मिटिङमा देखियो। होइन, उहाँहरूको उदासीनता, उहाँहरू इन्ट्रेस्टेडै हुनुहुँदैन। यो त फेरि यसमा बेसिकली हेर्दा यो त गोर्खा जनमुक्ति मोर्चा एउटा पार्टीले बोलाएको मिटिङ भएको कारणले गर्दाखेरि अर्को पार्टी आउनै पर्छ भन्ने नै छैन नि त। यो छैन, छनु त छैन, तर हामीले वान भोइस, एउटा भोइस इन्टरलोक्युटर आउँदाखेरि कसरी बनिनु सक्छ, त्यो माथि बोलाएको मिटिङ हो नि त। र एउटा भोइसमा उहाँहरू सहमति छैन। त्यसको मतलब आजको मिटिङको उपलब्धि चाहिँ के हो त्यसमा? उहाँहरूलाई इन्टरलोक्युटरले उहाँ जो आज उपस्थित हुनु भएन, उहाँहरूलाई इन्टरलोक्युटरले यदि भेट्छ भने चाहिँ उहाँहरूले गोर्खाल्यान्ड भेट्छ नि त। हामीलाई त्यस्तै लाग्छ। उहाँहरूले गोर्खाल्यान्ड भन्नुहुन्न। भन्नुहुँदैन। अब गोर्खा जनमुक्ति मोर्चा स्ट्यान्ड जिएनएलएफले भन्छ, किनभने जिएनएलएफको आज सेन्ट्रल कमिटीको मिटिङ थियो, उहाँहरू आउनु सक्छ। जिएनएलएफले त 6औं अनुसूचीको वकालती गरिरहेको छ नि। होइन, 6औं अनुसूचीको अहिले वकालती गरेको छैन, पहिला थियो होला, तर अहिले गरेको छैन। अब गोर्खा जनमुक्ति मोर्चाको स्ट्यान्ड के हुन्छ? जिटिआर हुन्छ कि गोर्खाल्यान्ड नै हुन्छ? होइन, हामी त गोर्खाल्यान्डकै राख्छौँ नि कुरा। भोलिको दिनमा लार्जर स्टेक होल्डर्सहरूसँग बातचित हुँदाखेरि के हुन्छ त्यो अर्कै कुरा हो है। लार्जर स्टेक होल्डर्स मिन्स स्टेट अफ वेस्ट बेङ्गाल। तपाईँले जुन गोर्खाल्यान्डको आजको मिटिङको कुरा गर्नुभयो, तर तपाईँले जुन एउटा म्याप जुन जारी गर्नुभएको छ, दाबी गर्नुभएको छ, यो त सन्दकपूदेखिको कुमार ग्रामसम्मको एउटा मानचित्रमा लिएर दाबी गर्नुभएको छ, तर तराई र डुवर्सको आज प्रतिनिधि कोही देखिएन। तराई र डुवर्समा पनि हामी मिटिङ गर्छौँ नि। यस्तो टुक्रा टुक्रा किन गर्नुहुन्छ? तराई र डुवर्सको लागि छुट्टै गर्नुपर्छ उहाँहरूलाई। तपाईँले आन्दोलन नै छुट्टा गरिसकेपछि आन्दोलन प्रकारले दिने त हो होइन। तराई र डुवर्सको लागि हामी उहाँहरूको सुविस्ताको लागि उतै मिटिङ राख्छौँ। त्यसको मतलब हो भोलिको दिनमा विगतमा जुन प्रकारको अब यो आन्दोलन भनौँ, जो अभियान जे पनि भयो है, त्यो छुट्टा छुट्टै गरेको कारणले गर्दा व्यवस्था पनि दिनेले छुट्टा छुट्टा व्यवस्था दिँदै आएको हो कि त्यस्तो होइन। आन्दोलन नै तराई र डुवर्स छुटेको खण्डमा हामी कुनै व्यवस्था लिँदैनौँ। तराई र डुवर्स गाभेकै हुनुपर्छ। तराई र डुवर्स गाभेकै हुनुपर्छ। तराई र डुवर्सको
आज इतिहासदेखिको लिएर भूगोलदेखिको लिएर बेग्लै छ र त्यसले गर्दा त्यो गोरु गाभिएकै हुनुपर्छ। तराई र डुवर्स गाभिएको भूभागहरू लिन्छौँ, यति पाहाड सीमित खालि भूभागहरू लिएर केही पनि हुँदैन। हामीले 2011 जब गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको सम्झौता साइन गर्यो, हामीले विदाउट ड्रपिङ द डिमान्ड फर अ सेपरेट स्टेट अफ गोर्खाल्यान्ड एन्ड विदाउट कम्प्रोमाइजिङ द डिमान्ड अफ गोर्खाल्यान्ड, हैन वहाँ हामी गर्छौँ मिटिङ। कुमार ग्रामबाट आउनु यहाँनिर बहुत टाइम लाग्छ र उहाँहरू राजवंशीहरू है, आदिवासीहरू, कोचेमेचीहरू सबैलाई लिएर उहाँको स्टेक होल्डर्सलाई लिएर हामी मिटिङ गर्छौँ। आजको मिटिङमा जो पनि आएन, 7 वटा स्टेक होल्डर आएन, उनीहरूलाई चाहिँ फेरि पनि हामी मिटिङ बोलाउने ट्राई गर्छौँ। अब फेरि गर्छौँ। नेक्स्ट मिटिङको डेट त अब आज म तय गर्नु सक्दिनँ, किनभने सबैको कन्भिनियन्टमा हुनु पर्यो है। तर अब मलाई लाग्छ इन्टरलोक्युटर पनि आइहाल्नुहुन्छ होला जस्तो लाग्दैछ है, र इन्टरलोक्युटर आउँदाखेरि हामी एकत्रित हुनुपर्छ है। दाजु यो एउटा कुरा त बताइदिनुहोस्, इन्टरलोक्युटर भन्ने कुरो एड्रेस गर्नको लागि लिएर 2टा इन्टरलोक्युटर माने अहिलेसम्म आएको छ। एउटा पहिला इन्द्रजित खुल्लर आए, डिजेसी पायो, अर्को एकजना के कुमार भन्ने आएको थियो है। अनि त्यहाँदेखि त्यति बेला 2009-10 आएको थियो, त्यति बेला डिजेसी पायो। अब फेरि यो अहिले जो नयाँ इन्टरलोक्युटर आएको छ, फेरि त्यस्तै खालको राज्यभित्रकै एउटा कुनै एउटा सेटअप एउटा सिस्टम पाउने त होइन कि के हो भाइ? यस्तो किनभने इन्टरलोक्युटर किन नियुक्ति हुँदैछ पहिला त्यो सोचौँ न। र इन्टरलोक्युटर जो नियुक्ति हुँदैछ डिप्टी नेसनल सिक्युरिटी एडभाइजर, नियुक्ति हुन्छ भनेर भन्दा चाहिँ जनताले यो बुझेको छ, ए डिजेसी जस्तो दिने त हो, जिटिए जस्तो दिने त हो। जनतामा विगतको दिनहरूले गर्दा हो, तर भोलिको दिनमा मलाई लाग्छ लार्जर से हुन सक्छ। इन्टरलोक्युटरको स्ट्याचर, जुन चाहिँ स्ट्याचरको मान्छे आउँदैछ नि, नेसनल सिक्युरिटी एडभाइजरको डिप्युटी, यो जुन चाहिँ चिकन नेक छ नि, यसलाई हेरेर मलाई लाग्छ देशको स्ट्राटेजिक पोजिसन हेरेर आज अर्कै व्यवस्था पनि हुनसक्छ। म खुलस्तमा केही बोल्न सक्दिनँ, तपाईँलाई थाहै त छैन होइन, किनभने म सिक्युरिटी एडभाइजर पनि होइन। तर भोलिको दिनमा होइन, पहिला त अब यस्तो हो नि त, लार्जर स्टेक होल्डर्स स्टेट गभर्मेन्ट पनि त छ यहाँ, हामी माग्ने खालि त छैनौँ नि त, विरोध गर्नेहरू पनि त छ, तिनीहरूसँग पनि त बातचित गर्नुपर्छ कि हामीसँग खालि बातचित गरेर समाधान हुन्छ? त्यसले गर्दा इन्टरलोक्युटर आउँदैछ। इन्टरलोक्युटर किन नियुक्ति भएको? र तपाईँले भर्खर अहिले चिकन नेकको कुरा गर्नुभयो है। चिकन नेकको छेउमा जुन चाहिँ बङ्गलादेशको एयरपोर्ट छ, जुन चाहिँ लालमोहरहाट एयरपोर्ट, यो अहिले अपग्रेड भइरहेको छ। सेकेन्डली हामीले हेर्नु भने हाम्रो दार्जिलिङ वेस्ट बेङ्गालमा इलिगल इमिग्रेन्ट धेरै छ, बङ्गलादेशीहरू। बङ्गलादेशी यहाँ बस्नु भनेको पाकिस्तानी, र बङ्गलादेश एउटा आइएसआइएसको एउटा र सिआइएको एउटा प्लेग्राउन्ड भइसकेको छ। र इन्टरलोक्युटर अनुसार एसआइआर लाग्नुको कारणदेखि यहाँबाट जुन चाहिँ इलिगल इमिग्रेन्टहरूलाई भगाउनु हो र के तपाईँको यसमा के छ? हेर्नुहोस्, इन्टरलोक्युटरको आफ्नै रोल छ, एसआइआर आफ्नै छ, स्पेसल इन्टेन्सिभ रिभिजन। तपाईँले अहिले भर्खर एनएसएको कुरा गर्नुभयो नि, एनएसए स्ट्याचरको मान्छे आउँदैछ भने जुन चाहिँ अहिले बङ्गलादेशमा एयर स्ट्रिप बन्यो होइन, सिलगढी कोरिडोरको नजिकमा होइन, दुईटा नयाँ ग्यारेसन पनि बनिँदैछ एकदम। त्यसले गर्दाखेरि यो स्ट्राटेजिक पोजिसनले गर्दाखेरि अस्ति भर्खर युसुफ गएर जुन प्रकारले बुझायो होइन, त्यसले गर्दाखेरि यसको पिक्चर हामी अर्कै पनि देख्दैछौँ है। म अहिले केही भन्न सक्दिनँ, स्ट्राटेजिक पोजिसन डिफ्रेन्ट छ। इन्टरलोक्युटर जस्तो पहाडको राजनीतिक दलहरूसँग भेट छ भने चाहिँ तपाईँहरूको एउटै भोइस हुन्छ, गोर्खाल्यान्ड भन्नुभयो, जुन चाहिँ हो बङ्गालदेखिको छुट्टै है। तर
स्टेट गभर्मेन्टसँग पनि भेट्छ भने चाहिँ उहाँहरूले विरोध गरिरहेको छ। तर बङ्गालभित्रकै कुनै व्यवस्थामा मान्यो भने चाहिँ के हुन्छ तपाईँहरूको स्ट्यान्ड त्यति बेला चाहिँ? यस्तो मिटिङहरू विभिन्न हुन्छ नि, इन्टरलोक्युटर आएर हामीसँग गोर्खा जनमुक्ति मोर्चा र बिजेपी लेड एलायन्स पार्टीसँग खालि त भेट्दैन नि त, अन्यहरूसँग पनि त भेट्छ, उहाँहरूको भनाइहरू पनि त सुन्छ। हामी चाहन्छौँ अल इन्डिया सिड्युल कास्ट एसोसिएसन र गोर्खा जनजाति महासङ्घलाई पनि भेटोस्। हामी इन्टरलोक्युटरलाई स्पेसल रिक्वेस्ट गर्छौँ। सञ्चार अन्तमा जस्तै यो आजको जुन चाहिँ सर्वदलीय बैठकको यसको सफलता असफलता अथवा यसको मूल्याङ्कन कसरी गर्नुहुन्छ र अर्को चरणको तपाईँको यो सर्वदलीय बैठक राख्ने प्रक्रिया के? होइन, मैले भनिहालेँ होइन, जिएनएलएफको आफ्नो मिटिङ थियो, उहाँहरूको व्यस्तताले आउनु सक्नु भएन, अरू घर त आएन मिटिङमा। आइजिजिएफले लेटर पठायो है। तर आज हामी जुन चाहिँ यो मिटिङ बोलाको औचित्य त हामी एकत्रित भएर वान भोइस हुनुपर्छ भन्नको लागि हो नि त। हामी हाम्रो माग गोर्खाल्यान्डको माग अगाडि राखौँ। इन्टरलोक्युटर आउँदाखेरि कसैले जिटिआर, कसैले 6 सेड्युल, कसैले सिक्किम विलय, कसैले स्टेटहुड, कसैले युनियन टेरिटोरी, त्यो नराखौँ। हामी वान भोइस स्टेटहुड राखौँ, किनभने इन्डिया इज अ युनियन अफ स्टेट होइन। विभिन्न प्रान्तहरूले मिलेर बनिएको देश हो, जसको आफ्नो राज्य छ, उनीहरू भारतमा सुरक्षित छ। हाम्रो राज्य छैन, हामी सुरक्षित छैनौँ। हामीमाथि विभिन्न प्रकारको आइडेन्टिटी क्राइसिस छ, यही त। तर यो सबैजना चाहिँ जसलाई निम्तो दिनुभएको छ सबैजना नआउनुको या भनौँ अधिकांश यो पनि निकाल्न सकिन्छ कि आजको मिटिङ फलदायक भएन, असफल नै भयो? हामी जति बस्यौँ उहाँहरू माझमा त फलदायकै भयो। जो आउनु भएन उहाँहरू गोर्खाल्यान्डको लागि आफ्नो मागप्रति संवेदनशीलै छैन, सिरियसै छैन। तपाईँले आरोपै लाउनु भएको गोर्खाल्यान्डको लागि विरोध गर्नेहरूमा अघि त बङ्गालको कुरा आइहाल्यो, अनि बङ्गालकै हाराहारीमा उहाँहरूलाई पनि राख्नुहुन्छ जो 7 जना स्टेक होल्डर आएन तपाईँले? त्यो म के भन्नु सक्दिनँ, तर आउनु पर्थ्यो मिटिङमा। वान भोइस हुनुपर्छ, अल पार्टी मिटिङ हुनुपर्छ है। गोर्खा जनमुक्ति मोर्चाले बोलाएर नआएको हो कि अन्य पार्टीहरूले बोलाउन आउँछ कि? अब हेरौँ। के तपाईँहरूले आज प्रस्ताव ग्रहण गर्नुभयो कि सर्वदलीय बैठकले वान भोइस गोर्खाल्यान्ड? र पछि गएर यो जुन चाहिँ तपाईँको आज अल पार्टी थर्ड फ्रन्ट त हुँदैन सर, इलेक्सन अगाडि छ, तर विपक्षी पनि छ, विपक्षीलाई काउन्टर गर्नु लागि तपाईँहरू एउटा अहिले इलेक्सनलाई लिएर एमएलएलाई लिएर यो सब विषयमा चर्चै भएन, त्यसले गर्दाखेरि थर्ड फ्रन्टको यहाँ पुरै हुँदैन।